एउटा घरको जिम्मेवारी सम्झेर आफ्नो जन्मभूमिलाई त्यागेर परदेशको तातो खाडी मुलुकमा पैसा कमाउन भनेर घरको फर्काउन सक्दैन, आफ्नो मान्छेको माया किन्न सक्दैन भाइ। यात्रा पनि विदेशको चमक धेरै टाढाबाट सुन्दर देखिन्छ। नजिक पुगेर हेर्दा त्यहाँ थुप्रै नदेखेका आँसुहरू हुन्छन्। अनि एउटा कुरा भनौँ, आज हजुरले किन यस्तो कुरा गर्नुभयो? अरू दिन पनि धेरै कुरा हुन्थ्यो, तर कहिले पनि आफ्नो दुःखको कुरा गर्नुभएको थिएन दाइ। तर आज किन यस्तो कुरा गर्नुभयो भन्नुहोस् न। आएपछि त यस्तो कुरा कहिले आएको कहिले गर्नुभयो? हो, गरेको थिएन भाइ, तर तिम्रो कुराले खपिसक्नु भएन, त्यही भएर भन्न बाध्य भयो भाइ। आफ्नो दाइको पीडा देखेर झन् आँखाबाट आँसु आयो। यी दाजुभाइ भने यस्तै हुन्, बाघको अनुहार हेर्नु पऱ्यो, बिरालोको हेर्नु रे, शत्रुको हेर्नु पऱ्यो, दाजुभाइको हेर्नु मात्रै हुँदो रहेछ। मेरो कुराले खपिसक्नु भएन रे। मैले के भनेर दाइ? तपाईँ आखिर मलाई यस्तो भन्दै हुनुहुन्छ? हो, तिमीलाई मैले के तिम्रो कारणले मैले यस्तो कुरा सेयर गरेँ भन्ने किन थाहा छ? मलाई थाहा भएको भए तपाईँलाई भन्नु भनिरहन्थेँ। मलाई थाहा छैन, भन्नुहोस् न दाइ। मेरो कारणले भन्नुभयो नि, आखिर मैले नराम्रो के गरेँ, के भने? मलाई त लाग्छ केही नराम्रो कुरा भन्नु छैन जस्तो होला। केही नराम्रो भन्यो होला, तपाईँको मन दुख्यो होला, तर मलाई त थाहा भएन। भन्नुहोस् न, के नराम्रो भन्ने त दाइ मैले तपाईँलाई? हो, नराम्रो केही भनेको छैन। फेरिका दाइ कति भूमिका बाँधिराख्नु भएको, कति भूमिका बाँधिराख्नु भएको। मलाई आतुर भइसक्यो, मैले तपाईँलाई के नराम्रो भनेछु भनेर सुन्नको लागि। दाइ, मलाई अरू केही कुरा थाहा छैन। तपाईँ यो कुरा भन्नुहोस् फटाफट कि मैले तपाईँलाई के भने र तपाईँको दुःख मसँग पोख्नु भयो। बस, मलाई अरू केही कुरा चाहिँदैन। यही कुराको एन्सर दिएको छ। के हो? फटाफट एन्सर दिनु। तिमीलाई एन्सर दिन्छु त, किन पिर गरेको? मालिस मुदिर anak gerger so anak family Nepal malum. Maaf mais tani mara kita galtan malis hada awal marra malum fi muskil ana family muskil fi aku kalam katir yani fi muskil ana soy badi ma fi gerger chawal tani mara ke malis होइन, यो के भाषाबाट बोल्यो के भन्यो होला त? बुझिन मैले। दाइले के भन्न चाहनु भएको होला? मैले त थाहा पाइने काटेँ। मैले दाइले के भनेछु त? कि दाइले मसँग यतिको मन दुखाउनु भयो, धेरै कारणले भन्न बाध्य भयो भन्नुभयो। मैले के भनेछु कि दाइलाई यस्तो दुःखको कुरा भन्न बाध्य हुनुभयो? होइन, यो कुरा त मैले बुझ्नै पर्छ। तर बुझ्नु पर्छ। दाइले फोन काटिहाल्नु। अब फेरि गरौँ मेरो हिसाबमा त्यो गाली गर्ने कराउने साउनै होला। साउले फेरि गाली गर्ला। अचानक त्यत्तिकै फोन काटिदिनु भयो। के भन्नु खोज्नुभएको थियो बुझ्नै पाइएन। यही कुरा चाहिँ मेरो मनमा रहिरहन्छ।
भाषाले गाली गरेर नै पक्कै भड्काउनु भएको होला कि जस्तो लाग्छ मेरो अन्दाजमा। भाषा बुद्धि होइन, केही समयपछि पक्कै पनि दाइले फोन गर्छु कि आखिर दाइले मलाई के भन्न खोज्दै हुनुहुन्थ्यो अनि मेरो कारणले त्यो दुःखको कुरा सेयर गर्न बाध्य भए भन्नुभयो। यो राज के हो मैले पत्ता लगाउनै पर्छ। जा केटा जा, अहिले अन्त कतै जा। फेरि दाइले